हाँस्दै सुत्ने मान्छेहरू 9 बजे पनि हाँस्दै सुतिरहेका छन्। लाज पनि हुँदो रहेछ। अहिलेसम्म सुतिराख्ने मान्छे चाहिँ हाम्रो प्रणेश बाबु आचार्य हो। गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। अयो 5 बजे उठेर सुतेको मान्छे त 9 बज्दो रहेछ त। पुग्यो निन्द्रा? हात कति दुखेको होला? घाउ भएको हात कि छैन घाउ भएको हात दुखेको? हो र? ओ माई गॉड। अनि केही भनिनौ त? मलाई त हात दुख्यो भनिनौ त तिमीले? किन? म कराउँछु भनेर होला है? होइन? म रुन्छु भनेर होला नि? के सपना देख्यौ त? सुनाइदेऊ, जनता जान्न चाहन्छन्। सपना देख्यौ? देखेनौ? हो कि? अझै सुत्ने? सुतौँ, म पनि सुतेको। गुड नाइट। केटाकेटीले अस्ति बन्द भयो नि त। मोबाइल त कहाँ हेर्न दिन्छु मैले, यहाँ लाइभ बसेको छ म त। कतिको जाडो भइरहेछ, घाम लाग्यो। अघि त कस्तो लागिरहेको थियो छोरो, चिसो चिसो शीत परेको थियो। म त जाडो भएर यस्तै काम थियो, म गर्दै कामेको होइन। त्यस्तै त भएको थियो अघि शीत परेर, तिमीले थाहै पाएन, उठिनौ। म त अघि 7 बजे उठेँ नि त। 7 बजे उठेँ अनि बाहिर हेरेको त गर्दै आएँ भित्र गयो अनि फेरि तातो पानी खाएँ अनि खाजा खाएँ अनि बसेँ। गुड मर्निङ एभ्रिवान, नमस्कार, वेलकम। कहाँ पुग्यो? ला झन्डै कहाँ पुग्यो? के टिका आँखाभित्र पस्ने। अघि तपाईँहरूको घरमा नानी बाबु छ कि छैन भन्दै आएको थियो मान्छे। सुई हान्नलाई अरे, सुई हान्ने अरे नि त। अब 5 वर्ष पुरा नभएको मान्छेलाई खोप हान्ने अरे, सुई हान्ने अरे फेरि। तिमी भएको छैनौ नि? कति वर्ष? तिमी 5 हुँदैछौ नि? फेरि सुई हान्नु पर्ने भयो। अब दुख्ने भयो तिमीलाई। कसले भनेको? अहिले आएको थियो नि त डाक्टरहरू, हेल्थ पोस्टका डाक्टर आएका थिए कि। अब बर्थडे आएको 10 महिनामा, बर्थडे आएपछि भयो। 10 महिनामा बर्थडे आउँछ है प्रणेश बाबुको। राम राम, बुढो पो हुने भयो भाइ त। साथै बुढो भएछ, तिमी पनि बुढो हुँदैछौ। समय जति बित्दै जान्छ त्यति बुढो हुन्छ, बुढी भइन्छ। घरको साथी त 4 वर्ष अरे त रिवाज हो। तिमी पनि त 4 वर्षबाट 5 वर्ष त लागेको हो। सुई हानिहाल्नुपर्छ भाइलाई। 5 वर्षमा सुई हानिहाल्नुपर्छ। उसलाई पनि हान्छन्। 5 वर्षसम्म हान्छन्, अनि चाहिँ हान्दैनन् होला। 6 वर्षदेखि चाहिँ हान्दैनन् होला।